थेट माकुराको जालै जाला माकुराले गर्नु त्यो पुरा हेर्ने अब बाटोहरू चाहिँ कस्तो छ आई डोन्ट नो जङ्गलको बाटो चाहिँ एकदम रुचाउने मान्छे लगिदिन्छु कहाँ आइपुग्यो यार म त लास्ट जलाउनुतिर आइपुगेँ कि हो नि म्याथ अब हराएको सूचना केटा हो कुरी म कहाँ आइपुगेँ त अब ड्रोनले म हेर्छु ल Nepali Tito, a traveler from Himalaya. हेलो साथीहरू वेलकम टु माई न्यू भिडियो हजुरलाई मेरो भिडियोमा स्वागत छ आज चाहिँ म जङ्गलमा निस्किसकेको छु जङ्गलमा आइपुगेँ चाहिँ मेरो भ्लग चाहिँ जङ्गलबाटै स्टार्ट भइरहेछ होइन यदि मेरो भिडियोमा हजुर नयाँ हुनुहुन्छ भने पहिलोचोटि मलाई भिडियोमा देख्दै हुनुहुन्छ भने प्लिज लाइक एन्ड सब्सक्राइब र कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला सेयर पनि गरिदिनु धेरैजनामा पुगोस् है अनि हजुरलाई मेरो भिडियोहरू कस्तो मनपर्छ कस्तो खालको भिडियोहरू बनाऊ त्यो कुरा तपाईँले भ्लगमा भनिदिनु होला साथी हो आज चाहिँ म जङ्गलको एक्सप्लोर गर्नेछु जङ्गलमा कहाँ कहाँ हुन्छ डुल्नेछु त्यो कुरा तपाईँलाई म भ्लगमा चुट्टा मिलाएर ठ्याक्क देखाउनेछु हजुरले हेर्नु होला तपाईँहरूको माया मलाई एकदम आवश्यकता छ तपाईँको माया बेगर म केही पनि होइन गाइज है तपाईँले त्यसमा माया गरिदिनु सपोर्ट गरिदिनुहुन्छ थ्याङ्क यू सो मच एन्ड आज चाहिँ म जङ्गल घुम्दैछु राखेर साथ दिनु होला एन्ड भ्लगमा भेट्नेछौँ अब बाटोहरू चाहिँ कस्तो छ आई डोन्ट नो है म फर्स्ट टाइम हो अब यस्तो चाहिँ म जङ्गल हेर्नु चाहिँ एकदमै जङ्गलको बाटो चाहिँ एकदम रुचाउने मान्छे हो म लगिदिन्छु उडाइदेऊ ल बाटो सानो रहेछ यार अब अलिकति मुनिबाट हान्थ्यौँ सट्ट लगाएर यतिको त म लगिदिइहाल्छु सही हो जङ्गल राइड उडिदिने हो नि त यस्तो वाउ सही हो केटा हो सही हो उठी हान्ने हो नि त यस्तो यो आयो राम्रो छ हेर्दा बाटो तल पो अप्ठ्यारो रहेछ त ए फेरिमा झेक्ने ओइ मान्छे म त माथि जान्छु ओइ बाटो त जाँट लु ओइ माथि पनि लान्छु नि म लु अलिक चाहिँ हुनु पऱ्यो बाटो चाहिँ होइन अब यहाँ चाहिँ डेन्जर रहेछ लु यो चाहिँ कडा है केटा हो कडा है लुखा म्यादर खुल्ली ओइ साला कहाँ आइपुग्यो यार म त लास्ट जलाउनुतिर आइपुगेँ कि हो नि म्यादर आज किन यार म खाली आउँछु च्यानघारी आइपुग्छु यार कि मैले खोजेर त्यस्तो हो त यो त लास्ट जलाउने ठाउँ यार ओके लेट्स गो डुड मलाई टेन्सन छैन भाइ मेरो साथमा म छु मेरो बाइक छ होइन ल यहीँसम्म मात्रै हो क्या हो अब हराएको सूचना केटा हो अब चाहिँ मैले फोन गर्नुपर्ने हुन्छ कुरी म कहाँ आइपुगेँ त अब ड्रोनले म हेर्छु ल म कहाँ आइपुगेँ भनेर कहाँ आएछ भने हामी ड्रोनबाट हेर्नेछौँ ड्रोन फुटेज है साथी
मित्रहरू मैले बाटो हेरिसकेँ, पत्ता लगाइसकेँ। अब चाहिँ यता उताबाट जान सजिलो छ, त्यतै जान्छु है त। उतातिर जान्छु म। इस त्यहाँ लैजाउँ ल। साला जा छ्या जङ्गल राइड चाहिँ गरा छ यार। यो चाहिँ मैले ड्रोनमा देखेको थिएँ। अनि त्यसपछि चाहिँ म अलिक खोलापट्टि साइड जानुपर्छ जस्तो लागेको थियो होइन। ए म्यादर कुल्ली के गयो ठट। माकुराको जालै जाला। माकुराले घर बनाएको थियो पुरा हेर्ने साला। माकुरा ठट माकुरै माकुरा दुःख सेट। तर राम्रो ठाउँमा आइयो यार आउनु चाहिँ होइन। ए मलाई बँदेलजी बँदेलले खनेको नि हो साला। बँदेल कतातिर छन्? टुट त गरेको सुन्छ, कतातिर टुट गरे हो। कोही आउँदैनन् क्या हो यता त यार। ल हेर बाटोको हालत। नजिकै देखिन्छ गाउँ घर त केटा हो। कता हो कता बाटो नि है। म यो लगिदिन्छु सालेलाई पक्क। देखिस् केटा हो यता ल। ए साला जङ्गल के हो जङ्गलजी हामीलाई बाटो नदिने। कता हो कता जङ्गलभित्र केटा हो। रोइला भयो रोइला। कहाँ जाने होला नि। ठिकै छ जङ्गलभित्र छु केही छैन। लेट्स गो लर्ड। सही कता हो सही हो सही हो सही हो मित्रहरू सही हो। ओइ जामा ल अब यहाँ पो रोइला भयो। छिरायो नि त होइन गाइज। ल साथी यो मुलाले चाहिँ लास्टै दुःख दियो मलाई होइन। यो छिराउनु चाहिँ छिरायो। बाइकमा त पत्करै पत्कर लागेको छु। यस जङ्गल डुल्यो गाइज। गाह्रो छ हजुर। मलाई चाहिँ तपाईँको बाटोहरू भन्दा पनि यस्तो जङ्गलहरू यस्तो भिर बाटोहरू चाहिँ एकदम घुम्नु मनपर्छ है। एकदम साथी हो त्यही कारणले म यस्तो ठाउँहरू घुम्छु है। अब चाहिँ फेरि हिँड्नु पर्ने भोग गाइज होइन। ओहो सही हो। यो नि त बाटो भनेको त म्यादर कोली। कहाँ आइपुग्यो होला नि म। ल केटा हो कहाँ आइपुग्यो म। यो त चिप्लिन्छ यार।
यहाँ आइपुग्यो मैले थाहा पाएँ यहाँ त म पहिला नि एकचोटि आएको थिएँ नि खुल्ली कुरै कुरो यार ल साथीहरू जर्सिन पाउ आइहाल्यो होइन अब चाहिँ घरतिर हिँड्छु पछि साला जङ्गल सब डुलेर आएको ल साथी आज चाहिँ मेरो भिडियो यति नै हुनेछ होइन म जङ्गल घुमेर पिच रोडतिर निस्किसकेँ अब आउँदो नेक्स्ट ब्लगमा भेट्नेछौँ एन्ड थ्याङ्क यू सो मच एन्ड वाचिङ द माई भिडियो एन्ड नेक्स्ट भिडियोमा भेट्नेछौँ अहिले लागि बाई बाई एन्ड टेक केयर